साहसी घाँसी र भोको बाघ। एकादेशमा एउटा गाउँमा काले नाम गरेको एकजना निकै गरिब मान्छे बस्दथ्यो। उसको घरमा वृद्ध आमा र साना छोराछोरी थिए। बिहानै उठेर जङ्गल जाने, घाँस काट्ने र त्यो घाँस बजारमा बेचेर आएको पैसाले चामल किनेर साँझ चुल्हो बाल्नु उसको दैनिक काम थियो। एक दिन गाउँ वरिपरि घाँस कम भएपछि काले अलि अगाडि घना जङ्गलको भित्र पुग्यो। त्यहाँ हरियो र राम्रो घाँस देखेर ऊ खुसी भयो र धमाधम घाँस काट्न थाल्यो। घाँस काट्दा काट्दै ऊ यति मग्न भयो कि समय बितेको पत्तै पाएन। जब उसले घाँसको भारी बाँधेर घर फर्कन खोज्यो, अचानक झाडीबाट एउटा ठूलो र डरलाग्दो पाटे बाघ गर्जदै निस्कियो। बाघले सिधै कालेको बाटो छेक्यो। बाघका आँखा राता थिए र ऊ निकै भोको देखिन्थ्यो। कालेको मुटु ढुकढुक भयो। हातगोडा लगलग काँप्न थाले। उसले सोच्यो, धत्तेरिका, आज त मेरो काल आएछ। अब मेरो परिवारको बिचल्ली हुने भयो। उसलाई भाग्न मन त लाग्यो, तर बाघभन्दा छिटो दौडिन असम्भव थियो। कालेले आफ्नो डरलाई मनभित्रै दबाउने निदो गर्यो। उसलाई थाहा थियो कि डरायो भने बाघले झन छिटो आक्रमण गर्छ। उसले साहस पटुल्यो र बाघको आँखामा हेर्दै नम्र स्वरमा भन्यो, हे वनका राजा, मलाई थाहा छ तपाईँ भोको हुनुहुन्छ र आज म तपाईँको आहार बन्नेछु। तर मर्नुअघि मेरो एउटा सानो बिन्ती छ। घरमा मेरा साना छोराछोरी र बुढी आमा मेरो बाटो हेरेर बसेका छन्। आज मैले यो घाँस बेचेर नगए उनीहरू भोकै सुत्नुपर्छ। कृपया आज मलाई जान दिनुहोस्। म यो घाँस घर पुर्याएर भोलि बिहानै आफै तपाईँको अगाडि हार खान आउनेछु। बाघले त्यो गरिब मान्छेको कुरा ध्यान दिएर सुन्यो। बाघले आजसम्म धेरै मान्छे देखेको थियो, तर मृत्युको अगाडि पनि यति शान्त र इमान्दार मान्छे कहिले देखेको थिएन। बाघलाई उसको पितृ प्रेम र साहस देखेर अचम्म लाग्यो। परिणाम, बाघले बिस्तारै आफ्नो बाटो छाडिदियो र एकपटक ठूलो स्वरले गर्जेर जङ्गलतिरै फर्कियो। सायद बाघले उसको इमान्दारितालाई सम्मान गर्यो। काले पसिना पसिना हुँदै छिटो छिटो भारी बोकेर घर फर्कियो। उसले नयाँ जीवन पाएको महसुस गर्यो।